हेलो गाइज, तपाईलाई स्वागत छ मेरो युट्युब च्यानलमा। सो गाइज, आज चाहिँ म एकदमै महत्त्वपूर्ण विषयको बारेमा जानकारी दिन चाहन्छु। यो आदत हस्तमैथुन तपाईको जिन्दगी सर्वनाश गरेर जानेछ। सो यो आदतलाई अहिले नै छोडिदिनुहोस्, छोडिदिनुहोस्, छोडिदिनुहोस्। तपाई किन यो आदतमा लागिरहनु भएको छ? मैले तपाईलाई कति पटक भने यो आदत नगर्नुहोस् नगर्नुहोस्, तर किन मान्नु हुँदैन तपाई? कति पटक म तपाईलाई मेरो पारा सन्किसक्यो, छोडिदिनुहोस्, त्यो तपाईको जिन्दगी त्यसले सर्वनाश गरेर जान्छ, छोड्नुहोस्। म तपाईलाई कति पटक भन्नु भिडियो मार्फत तपाई किन छोडिरहनु भएको छैन? जब तपाई एउटा आदत छोडिसक्नु भएको छ, तपाईलाई थाहा छ त्यसको असर धेरै भइरहेको छ, तर पनि त्यो आदत किन छोडिरहनु भएको छैन? किन छोडिरहनु भएको छैन? तपाईले त्यो आदतलाई अहिले नै छोडिदिनुहोस्। यदि तपाईले मनमा त्यो संकल्प लिनुभयो भने अहिले नै छोडिदिनु हुनेछ। यो आदत तपाईको जिन्दगी, तपाईको परिवार, तपाईको म्यारिड लाइफ, तपाईको वैवाहिक जीवन पुरा सखा पर्न जानेछ। त्यसपछि सोच्नु होला, अहिले नै समय छ, जे भयो भयो, अब बितिसकेको कुरालाई नदोहोऱ्याउ र आजदेखि गर्दिन भनेर मोबाइललाई बन्द गरिदिनुहोस्। किनकि जबसम्म हामी मोबाइलमाथि कचरा डस्टबिन राख्छौँ, तबसम्म हाम्रो दिमागपट्टि डस्टबिन हुन्छ। हामी जे मोबाइलमा छ त्यही हामी देख्छौँ। त्यसैले गर्दा यो आदत हामी नछोडिरहेका हौँ। मान्छेले जीवनमा हरेक चिज छोड्छ, तर जब तपाईँ त्यो आदत छोड्न सक्नुहुन्न, हामीले यो जिन्दगीमा जन्म भयो त मर्नु पनि छ। किन यस्तो कचराको जिन्दगी जिएर मर्नु त? सो त्यसैले गर्दा म तपाईलाई के जानकारी दिन चाहन्छु भने यो आदतलाई अहिले नै ड्रप गरिदिनुहोस् र छोडिदिनुहोस्। तब मात्र तपाईको फ्युचर एकदम सुखमय बन्नेछ। मैले तपाईलाई यसरी थर्काउनुको कारण के हो थाहा छ? तपाई पछि ठुलो समस्यामा पर्नुहुनेछ। सो त्यसको लागि मैले भित्र दिलबाट सोचेर तपाईलाई यो आदत छुटाउनमा मद्दत होस् भनेर तपाईले यो जानकारी दिएको। मेरो एक एक शब्द कान खोलेर सुन्नु होला। तपाईको यो आदत तपाईको जिन्दगीको सर्वनाश गरेर जानेछ। म सामान्य तरिकाले भनिरहेको छैन, मैले आफैले आफ्नो साथीको जिन्दगी बर्बाद भएको देखेको छु। अहिले तपाई डिप्रेसनमा, तनावमा, एकदम ओभर थिङ्किङ, सानो केही भन्ने बित्तिकै दिमाग सनक गरेर किन थाहा छ? तपाईको त्यो आदतले गर्दा हो। सानो सानो कुरा तपाईको दिमागमा यस्तो टच्याप गर्छ कि तपाईलाई यस्तो रिस आउँछ कि साला यसको घाँटी साटी काट्दियो। किन आजकल क्राइमहरू बढिरहेका छन्? तपाईको यस्तो घटिया मानिसको सो घटिया आदतले गर्दा यसमा मान्छेहरू लेभल अप गरी बढ्दैछन्। प्लिज मेरो यो शब्दलाई निहाल्नु होला। यो गलत आदत छोडिदिनु होला। मान्छे मोबाइलमा गलत भिडियोहरू हेर्छन्, के आयो, कताबाट आयो, के आयो भनेर तपाईँको मेसेन्जरमा तपाईँको साथीहरू तपाईँलाई लिङ्क सेन्ड गर्छन्। ती लिङ्कलाई नखोले सिधा डिलिट हानिदिनु होला। प्लस यस्ता घटिया चिजबाट आजै दूर रहनु। चुरुट दारू भन्दा पनि खतरनाक नछ। किनकि चुरुट दारूको लागि त हामीले पैसा हाल्नुपर्छ, तर यसमा कुनै पनि पैसा हाल्नु पर्दैन। फ्रीमा हो। मान्छे फ्रीमा पाएको चिजलाई गर्छन्, लास्टमा काहीँ न काहीँ गएर फस्छन्। फ्रीको चिज नोक्सानदायक हुन्छ, यो कुरालाई एक्सेप्ट गर। त्यसले गर्दा तपाईँ फ्रीमा यस्ता कुराहरू गर्नुहुन्छ नि, त्यही पनि दिनु पर्दैन। बस कोही पनि मान्छे नहोस्, सुक्खा ठाउँ होस् या बाथरुम होस्, छोड़ देना, नहीं तो तुम्हें ये आदत छोड़ देगी।